Hello, welcome to my new vlog. Prince Ram Official channel मा तपाईहरुलाई स्वागत छ र आज चाहिँ रक्षाबन्धन so that is for today's vlog. के भन्ने अरु so आज चाहिँ रक्षाबन्धन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई सम्पूर्ण दिदीबहिनीहरुलाई रक्षाबन्धनको धेरै धेरै शुभकामना अनि के हुन्छ स्पेशल अथवा केही नभए पनि नथिङ ह्यापन्स केही नभए पनि म आज चाहिँ भ्लग गर्दै छु र मन्दिर पनि जाँदै छु म के भन्ने विष्णुदेवी मन्दिर जाँदै छु र तपाईहरुलाई वहीं गएर उता जाँदाखेरि भेटौँला भन्दै भिडियोलाई फुल हेरेर लाइक कमेन्ट शेयर गर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्नु होला भन्दै आजको भ्लगलाई सुरु गरौँ र हामी चाहिँ विष्णुदेवी मन्दिर जाँदै छौँ र विष्णुदेवी मन्दिर चाहिँ कहाँनेरि भन्दा आई थिंक देयर इज यसमा यतातिर पर्छ यो क्यामेरा फेरि मेरो क्यामेरै राम्रो छ हैन त्यही भएर त्यति साह्रो राम्रो आउँदैन सो हेलो गाइस वेलकम टु माय भ्लग आशिष भ्लगमा सो के रे स्वागत छ भन्दै भन न सो बनाऊ के फरक पर्छ क्यामेरा त राम्रो आउँदैन क्यामेरा किन राम्रो आउनु पर्यो क्वालिटी राम्रो आयो भने पछि सिधै आइफोन किनेछु बनाउँछ र यता हामी मेरो सब्स्क्राइबर 12 भएको नि हैन मेरो युट्युब च्यानल मोनेटाइज भइहाल्छ खालको मान्छे हो नि एउटा भिडियोमा हालेको 1K आएको नि त 1K हेर्नु त 1K भइसक्यो केमा त्यो भ्यू 1K भइसक्यो फर्स्ट हाले भिडियो हेर्नु न भयो 1K हेर्नु न कस्तो भयो गरे 1K त सम्झि नि पानी सम्झिने कुन भिडियोमा 1K आयो तिम्रो ए सरी यताबाट जाउँ नि त चाँडै पुगिनलाई सो अब बोल हामी चाहिँ अब यता जाँदैछौँ भनेर यो के रे के भन्छ यसलाई इंग्लिश में सो यस्तै हो सो दिस इज आवर रुटिन यता यसो के भन्छ यसलाई वर्कआउट गर्ने ठाउँहरू पनि चिल्ड्रेन अब के भन्छ यसलाई के भन्ने मैले के भन्ने यसलाई नामै आएन मलाई यसलाई अब यसो छ हैन अब यहाँ अलिअलि गर्ने छ उसले अब के अरे के भन्छ यसलाई कस्तो नामै बिर्सिरह अहिले सिटअप गरेको सिटअप गर्ने नि दुईचोटि भन्न सक्दैन यसले 3 कति भयो 2 अब जस्ट 2 सो यस्तै हो He can't do that anymore. He can't do that anymore. अब हामी तर विष्णुदेवी मन्दिर गएर यसो दर्शन गरेर सो गाइज अब चाहिँ म एक्चुअली 0.5 जुम आउट गरेर यसो भिडियो चेक गर्छ र क्वालिटी मेरो मोबाइल पुरानो भइसक्यो नि त अहिले सो क्वालिटी चाहिँ आउँदैन त्यही कस्तो हुँदो रहेछ भने चेक गर्नको लागि चाहिँ आइफोन किन्नको लागि आनन्द यस्तो धेरै यता लानु पर्यो यतिकै गरे नि आउँछ पुरै क्वालिटी आउनु पर्यो नि राम्रो कस्तो आउँछ
जुम गर्दा त केही देखेर केही बुझ्दैन सो आइफोन किन्नु अनि भ्लगिङ क्यामेरा किन्नु 0.5 जुम आउट गरेर भिडियो खिच्दा चाहिँ म चाहिँ राखिबान यस्तो आउँछ मेरो कहाँ रत्नमाला को हालिदिउँ साइडको के गर्छ सो यस्तै हो हाम्रो खासमा उता हुन त बाटो जताबाट गएन उही त हो नि उता आउनु पर्ने उता यता सब कहाँ देखिँदैन यहाँ यु क्यान सी द हाउस what type of house I don't know but beautiful I like it so you have to you can see this उखुला के भन्छ सुगर त हैन सुगर त चिनी भइगयो उखु हो यो चाहिँ यस्तै छ किर्तिपुरको ठाउँहरू रमणीय छ वातावरण you can see the tunnel and tomato हामी चाहिँ यता मेन रोड भनौँ न मेन रोडमा आइपुग्यौँ देखिँदै जाने मेन रोड हामी खासमा आउनु पनि यताबाट तर हामी यताबाट हामी जताबाट आए पनि पुरो उयो बाटो गयो सिद्ध बाबु सो अब हामी मन्दिरमा गएर भेट्छौँ होला सायद सो हामी चाहिँ विष्णुदेवी आइपुग्नु लाग्यौँ यो चाहिँ अब हामी तलबाट आएको यो के बाटो गल्ली बाटो यो विष्णुदेवीको पुल अब यहाँबाट विष्णुदेवी चाहिँ हो अगाडि हामी छौँ सो फाइनली विष्णुदेवी आइपुग्यो अब यो पुल यहाँ चाहिँ के हिँड्यो जुगा है के हो गाई जस्तो घारी हिँडेपछि यस्तो हुन्छ जुगा पनि जुगा हिँडिरहेको यार चप्पलमा अब यो जुगालाई के गर्दा ठिक होला त यो मर्दैन जति गरे नि जुगा नै होइन है क्या हो मलाई यस्तो रिस उठ्छ कि यस्तो भएपछि साइतै खराब गरिदियो सो यो खुट्टामा जुत्ता भने खुट्टामा के अरे जुका यो बाटो आएको यो गल्ली बाटो जुका लाग्दो रहेछ यार जुका लागेर त नाभो जुका नट रुका सो हामी विष्णुदेवी आइपुग्यौँ विष्णुदेवी अब क्यामेरा नि के हो कस्तो बाटो नि हेरेर हिँड्नुपर्ने हुन्छ हामीले काट्ने बेला अब विष्णुदेवी मन्दिर हो होइन अब तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने रमाइलो छ यस्तो छ राम्रो छ मन्दिर भनेको सधैँ बेस्ट मन्दिर नराम्रो भने पुरै भएन कहाँ छ ए हो मन्दिर वन्स अफन अ टाइम भने यहाँ जाने भित्र सो हामी मलाई यो जुगा लगाएर त यस्तो रिस उठिरहेको कि होइन सो यही हो विष्णुदेवीको सिन अहिले उतापट्टि अझ राम्रो रमाइलो छ उतापट्टि गइन्छ अहिले यही हो लेट्स गो हामी मेन मन्दिरमा हामी प्रवेश गर्दैछौँ क्यामेरा ब्लोर आयो त्यहाँ किन होला कि सो यही हो यो मेरो आइफोन नै हो क्या माता श्री विष्णुदेवी रे माता देवी श्री विष्णुदेवी यही हो हामी दर्शन गर्छौँ र हामी नेक्स्ट
So I hope Vishnu Devi So I hope Vishnu Devi scene आजको यस्तै छ धारो देख्न सक्नुहुन्छ तपाईँले टिकट सिट पनि लगाइयो अब दर्शन पनि गरियो भगवानको सो अब चाहिँ हामी पनि जान्छौँ होला सायद त यस्तै हो विष्णु देवीको सिन यस्तै छ अब भ्लग यति नै यहाँको अब हामी जान्छौँ के बनाउनु सो यस्तै छ विष्णु देवीको सिनहरू यता मेन यता भयो अर्को यता भयो अब जाने अब एकचोटि दर्शन गरेर जानु पर्यो नि त्यही त हो नि सो अब हामीले मन्दिर राउन्ड लगाएर पनि आइसक्यौँ र अब अनि हामी घर जान लागेको अब यो हो दिस इज माई बाइक त्यहाँ मेरो बाइक ड्युक हो कि हो मैले चिन्नै सकिनँ के बाइक आफ्नो बाइकै छु यस्तो छ हामी एक्सर्साइज गर्न आएको होइन नि त ओके कहाँ लाफिङ भने यतापट्टि सबैभन्दा यतापट्टिको सो अब हामी चाहिँ घर जानु लाग्यो अब भाइकै हेरेर यतै ए भाइ अब हामी घर जाँदैछौँ यो विष्णु देवी पुल यस्तो छ सो हामी चाहिँ यता फर्किसक्यौँ र अब यता विष्णु देवी माध्यमिक विद्यालयमा आइपुगिसक्यौँ हामी I want to tell you something. मोबाइल पनि समथिङ भइसक्यो छेउपट्टि जाउँ छेउपट्टि I don't know मेरो भिडियो चाहिँ आइरहेको छ यो साउन्ड चाहिँ आइरहेको छैन त्यस्तै हो
ए हो विष्णु देवी मैले चाहिँ यहाँ एउटा कुरा देखेँ हैन आई डोन्ट नो यु लाइक आई थिंक यु डोन्ट लाइक इट बट आई लाइक इट यो चाहिँ मलाई राम्रो लाग्यो हैन इफ घरमा चाहिँ भित्रबाट भर्याङ बनाउने ठाउँ छैन भने अथवा भित्र अलि साँगुरो छ अथवा भित्रबाट बनाउन मन लागेन भने बाहिरबाट यसरी फलामको ऊ बनाउन सकिँदो रहेछ भन्ने कुरा यहाँबाट थाहा हुन्छ यस्तो छ हैन त्यही हो मलाई चाहिँ I think it's working for me, so that's why because I am recording this video. So yep. यस्तो छ क्या यस्तो छ डिजाइन हैन अब यो त धेरै ठुलो भयो ओ नो यो तार जालीले कस्तो जालीले राम्रो देखाउनै मिल्दैन क्या यस्तो छ सो ए हो I wanted that मेरै लागि चाहिएर मेरै लागि हैन सो ए हो एन्ड वान थिङ गाइज तपाईहरु चाहिँ यता कितिपुर आउन चाहनुहुन्छ भने चाहिँ सतुङ्गलबाट आउने बाटो यही हो यो विष्णु देवीको बाटो भन्दै आउने हो सो यताबाट आउने यता कितिपुर जाने यता उता सतुङ्गल निक्लिने बाटो भइगयो सो अब त्यही नै हो सो गाइज हामी चाहिँ यता तीन थाना आइपुगिसक्यौँ अब तीन थानाको सिन यस्तै छ हामी उता नगरे यता जाउँ अस्ति म यता आएको थिएँ यताबाट जाउँ मलाई अलिअलि बाटो थाहा छ गल्ली जाने गल्ली जानुपर्छ होइन दाजुभाइहरू चाँडो हुन्छ नि तर चाँडो बुझ्यो त मैसुरी आफ्नो ऊ चाँडै होला मलाई बाटो चाहिँ बाटो बेसी नै सक्छु यार म त फेरि सो यताबाट नि गयो भने 4 बाटो आउँछ त्यसपछि उता नयकाप जाने हो कि उता कितिपुर जाने हो कि उता कता हो के हो जता गयो नि भयो सो हामी चाहिँ अब यताबाट जान्छौँ हो कि होइन रहेछ यार होइन रहेछ अलि यताबाट होला छिन ठाउँ त त्यस्तै हो अलि याद भयो होइन ए हो अब कहाँनिर भएर थियो यार बाटै बेसी क्या हो छैन क्या हो So guys, I find it. I think this way is होइन क्या हो र कितिपुरको कितिपुर होइन तीन थाना हो तीन थाना नि कितिपुरमै त पर्यो नि होला नि सायद अब धान यस्तो छ धानको बास्ना हेर्नुहोस् धानको बास्ना मग भन्ने क्या हो धान होइन कस्तो छोरी यो के धान भन्छ यसलाई यार तर धान त हो तर के धान हो अहिले ऊ भइसक्यो क्या के अरे ऊ धान चमरा हाल्नु थालिसक्यो के भन्छ धान चमरा होइन बाला हाल्नु थालिसक्यो सो म एकचोटि यताबाट आएको थिएँ अनि यस्तो के अरे गल्ली बाटो हो अनि त्यही भएर चाँडो जानु पऱ्यो नि त होइन अब केही नखाइकन यसो मन्दिर दर्शन गर्न भनेर आएको अब चाहिँ अब यहाँ कता जाने भन्ने कुरो थाहा छैन यता हो यता घर हो यता नि होइन ए मकै हेर्नु यस्तो छ दामी छ मकैहरू चोरेर खानुपर्छ कि क्या हो चोरेर खाएको मिठो हुँदैन ए हुन्छ यताबाट कता भालेले ठुङ्छ कि क्या हो यार भाले होइन पोथी पोथी भने त भाले पो रहेछ के यसले पनि म भाले होइन के अरे म पोथी होइन म भाले हो भनेर भने है क्या हो यार ल यताबाट कता हो
यताबाट कता भन्दाखेरि कता कता यताबाट यतै होला यता होइन यता होला आमा जता होस् होस् जता होस् 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 गल्ली गल्ली बाटो थियो एकचोटि आएको थिएँ अब बिर्सिएको के गर्नु त सधैँ हिँड्ने होइन त्यही विष्णुदेवी गएर बसेँ आज 2 घन्टा जति होइन यार यता होइन 2 घन्टा जति यता होइन यता नजाउँ होइन अब फेरि दुःख पाइन नि सक्छ उता त जाने जता पर्छ नि के भन्नु त अब के गर्नु कहाँ पुगेको थियो भन्दाखेरि उवासमा पुगेको थियो क्या त्यो कहाँ भने हामी त्यो नयाँ पुलमा जान्छौँ नि नयाँ पुलमा जाने यताउता जाने हुन्छ नि त्यहीँ पुग्थ्यो त्यहीँ निक्लिन्थ्यो त्यहाँबाट निक्लिएको थियो कहाँ हो त्यहाँ सोध्नुपर्छ क्या मान्छेलाई नसोधी आउँछ नि यार मान्छेलाई छैन के यता सिधा होला यता जान्छ जल्ला के छ कता सो फाइनली आई फाउन्ड द रोड अब यस्तै हो क्या गल्ली गल्लीमा अलिक भुलिन्छ हो यो चाहिँ मेन रोड हो यो चाहिँ पर्फेक्ट रोड हो यही हो आई नो इट यु डोन्ट ह्याभ टु ब्याक अवे दिस इज द राइट प्लेस द राइट वे यो बाटो जस गल्ली भए पनि राम्रो हुन्छ यतातिरको आथा चिलाउनु थाल्यो नि त के हो के हाले झिक राम्रो पात हालिदिरहेको ल हामी ठ्याक्कै आइपुग्यौँ म फेरि जिनियस हो नि जिनियस ट्र्याकर हो नि के अरे म्याप गुगल म्याप भन्दा म कम छु र उतार भन्दा चाँडो भयो नि त यता एकैछिन आइपुग्यो त्यो अलिक बाटो भुलेर पो ढिलो भएको ल कता यसलाई यस्तै हिँडेर बाटो पनि थाहा पाउँदैन हिँडेर बाटो पनि थाहा पाउँदैन थाहा पाउँछ होला म भिडियो देखाइदिइहाल्छु सो यो बाटो चाहिँ अब नयाँ पुलमा आइपुग्छ त्यो त्यही हो अब त मान्छे पनि छैन जस्तो पुलमा के हो यार आज स्पेसल डेमा झन् मान्छे एकजना छैन त खाली छ पुल यहाँ भ्लग एन्ड गरौँ अनि टिकटक भिडियो बनाउनु पर्छ सो यही हो पुल आज त मान्छे एकजना छैन नि यार यस्तै छ कितिपुरको पुल यस्तै छ होइन अब
तौल ल ल हल्लाएको किन होला ओए बोला सो यो पुलमा हिँड्नुको मजा नै बेग्लै छ त भइसक्यो अब फेरि पनि जोडिँदैछु म यु क्यान सी द रिभर इन द टाउन डरलाग्दो रहेछ यहाँ त डर लाग्छ यार ल्याम हलिन्छ अनि डर लाग्दैन त डर लाग्छ यार तिमी टेबल चलाउनु हुँदैन क्या बाबु सो कलङ्की उ त्यहाँ हो कलङ्की यो कलङ्की भइगयो होइन गाइज यो सलङ्की भइगयो यो के हो यो थाहा छ नि तपाईँहरूलाई यु क्यान सी यहाँबाट फेरि म एउटा सिनेमेटिक भिडियो बनाउँछु होइन सो यु क्यान यही नै हो हाम्रो कीर्तिपुरको पुल यु क्यान सी यस्तै छ ल सो गाइज अब चाहिँ हामी फर्किसक्यौँ र हामी कीर्तिपुर आइसक्यौँ अब आजको भ्लग यस्तै नै भयो र आजको भ्लग यतै एन्ड गर्नु पर्ला र भिडियोलाई फुल हेर्नु भएकोमा धन्यवाद र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र लाइक कमेन्ट पनि गर्नुहोला भन्दै आजको भिडियोलाई यतै व्यस्त गर्छु धन्यवाद बाई बाई सो